दर्शन रहेको थियो माल नाइटको तर यो हामी यस खेलको हाइलाइट्स देखिरहेका छौँ जो आई डु अल द वे पुरै खेल अवधिभर खेलमा छाएको देख्यौँ हामीले आज जो आई डु अटेम्प्ट आफ्टर अटेम्प्ट गरिरहेका थिए आज हाई रोलमा उनलाई हामीले देख्न पायौँ भने चितवन वाज नो फार बिहाइन्ड सुमित निकै एक्टिभ देखिरहेका थिए विशेष गरी पहिलो हाफमा यो मौका बन्न सक्थ्यो उनको लागि प्रिसो अर्कै डिरेक्सन गइसकेका थिए भने धेरै मौका थियो त्यसै प्रकारले जेब्रिनले पनि आफ्नो लक ट्राई गरे सायद गेम ग्याप भएको कारणले उनले आफ्नो आजको फर्म भेट्न सकेनन् एक्रोब्याटिक शट निरज चौधरीको then it was more attempts from both the side Nodir को यो फ्री किक पहिलो हाफमा आफैबाट जान पुग्यो गोलको रोशन राणा मगरले आफ्नो लक पनि ट्राई गरे but all gone in vain Pokhara Thunders they had their chances only to be stopped by goalkeeper Amal Knight this was the moment that changed the game around Binongको shot रिबाउन्ड भएको थियो समीर तामाङ बलमा पुग्न सफल रहे क्रस गरेका थिए र अन्तिममा अभिषेक लिम्बुलाई लागेर बल गोल पोस्ट भित्र जान पुग्यो दैट वाज द मोमेन्ट द डेडलक वाज ब्रोकन इन द 63rd मिनेट अफ द गेम र स्कोरका साथ खेलमा अग्रता लियो पोखरा थन्डर्सले आयुष कलाम द क्याप्टेन रिजोइस समीर द प्रोवाइडर रिजोइस दे वर ह्यापी दैट लीड वाज इनफ for Pokhara Thunders to boost up their confidence and go for more goals. So side this goal le Pokhara Thunders lai hungry for more pani banayo. Hilo aएको गोलको कारणले यो खुसियाली हामी देख्न सकिरहेका थियौं पोखरा थन्डर्सका प्लेयर्समा स्टेफन बिनोङ टर्न गरेर प्रहार गरे nobody was ready मलाई जुन पल्स पनि त्यति राम्रो हुन सकेको थिएन लेख्न सक्छौँ र डिफेन्डर्सहरू पनि तयार थिएनन् र यो दोस्रो गोल जो आइटीको पहिलो गोल आज खेलका लागि डिफ्लेक्सन थियो अमाललाई हेल्पलेस थिए त्यहाँ कसैले एक्सपेक्ट गरेको थिएन उनले यति छिटो यो शट लिन्छन् भनेर क्रेडिट दिनुपर्छ जन्मेजे धामीलाई जसले त्यो बल प्रोभाइड पनि गरेका थिए Unlucky this Patak FC Chitwan. The ball could have gone anywhere over the bar, but the ball went under the bar, just nicking the inside of the crossbar to give FC Chitwan Pokhara Thunders the lead of 2-0. Yo थियो जो आइडोको killing blow चन्दन कुमार दासको पासलाई उनले सिधै कन्भर्ट गरिदिए